Happy birthday to you. Happy birthday to you. Thank you. यहाँ यस्तो गरिसकिन्छ लाइट बाल्दा राम्रो आयो क्या होइन यो खोलेको जस्तै हुन्छ लगाइहालौँ पुरा फरफर पार्दै हिँड्नु नि बोल्दै यो कालो चेक गर्ने तपाईँ रातो ल्याइदिनु पर्दैन छ्या बे गरेको केटी हो आयो सेतो कि ल एउटा भयो त्यो कालोमा कालै अब कैँची ल्याउनु पर्दैन क्या हौ छिटो हुन्छ हामी पुरा रात छ त हामी बस्न तयार छौँ हेर यस्तो ऱ्यापिङ पेपर ल्याएर ओ थ्याङ्क यू यो चाहिँ राम्रो रहेछ है अनबक्सिङ गरेको तिमी भोलिपछि ऊ त्यहाँ पेपर कैँची थियो भाउजू पर्दैन हौ अलिअलि दुःख त गर्नु त पर्छ नि त्यही त मेहनत गरे अनुसार पैसा सर्ट काट्न हो हुन त होइन ओके हेर अस्ति दुईटा सक्स किनेर ओइ बेबी हेर यस्तो थाहा भएको भए त म किन्दिनँ थिएँ नि हेर रितु तिम्रो पनि बर्थडेमा बोलायो भने आउँछु रितुको यस्तो मैले टिकटकमा हेरिरहेको थिएँ अब यसो एउटा चिम्टी पोक्याएकै छैन चक्लेट खोल्नको हत्ते अनि सबै महँगो गिफ्ट दियो भने त अनि कङ्गालपट्टि भएन एकछिन है लगाइहाल्छु ए भाँचिरहेको थियो मेरो चिम्टी चिम्टी भाँचिरहेको थियो अघि मलाई म कस्तो बुझ्छु हेर्नु भाँचेको थियो नयाँ आयो अब यो पनि मलाई राम्रा किन्छ कि भाउजूले आँखा फुलो परे यस्तो राम्रो छ यो चाहिँ गरमै छ है चाँदीको फल्ला हो क्या सुन्ता दिन सकिँदैन चाँदीको फल्ला हो क्या सुन लाएर त हिँड्न सकिँदैन मार्छ न सुन्ला नेक्स्ट ए त्यो झन् खतरा छ त्यो त बाहिरैबाट मिठो छ यो पछि जाँदाखेरि म गाडीमा भोक लाग्छ खाँदै जान्छु अब यो है लुगा जस्तो कि डल हो कि कस्तो बनायो भात बसाल्छ गराइदिनु एकछिन बिस्तारै त्यसो भए एकछिन बिस्तारै खोलेको त ल्याउनु पर्छ त पारिवारिकमा ल भदैले अब टोक्सी हालिदिनु खाइसके कि चबा टाउको त्यो टाउकोहरू अब एकदम मेन आयो अब मेन यहाँ चाहिँ लुगा हुनुपर्छ एकछिन पर्खिनु अरे पारिवारिक ओहो यो त मलाई चाहिएकै चिज थियो त अस्ति मैले झन्डै बजारमा किनेको नचाहेको चाहिँ मैले के ल्याइदिएको छु हौ अनि यो चाहिँ अचम्म एकछिन पर्खिनु न एकछिन पर्खिनु यो डालो पनि गिफ्ट आएको कस्तो लाग्यो कि राम्रो छ राम्रो यसको छ होला नि ऊ पनि दिदीलाई खोइ त पेपरै मात्रै छ त त्यसको त यहाँ छ नि यही खोजेको मैले लगाएँ मैले थ्याङ्क यू